हेलो हेलो एभ्रिवान, जय मसी। आज पनि हामीहरू एउटा छोटो वचन पढ्नलाई उपस्थित भइसकेका छौँ। अनि वचन रहेको छ भजन सङ्ग्रह 92 को। अनि यहाँ चाहिँ लेखिएको छ परमेश्वरको स्तुति गान अनि सबातको निम्ति एक भजन भनेर चाहिँ यहाँ भजन लेखिएको छ। अनि यहाँ चाहिँ भनेको छ, म सुरुबाट पढ्नेछु। परमप्रभुको प्रशंसा गर र हे सर्वोत्त तपाईँको नाउँ भजन गाउनु असल कुरो हो। बिहान तपाईँका करुणाको र राति तपाईँको विश्वसनीयताको घोषणा गर्नु तथा 10 तारे सारङ्गी र वीणाको मृदु लयमा तपाईँको स्तुति गर्नु असल कुरा हो। किनकि हे परमप्रभु, तपाईँको आफ्नो कामद्वारा मलाई आनन्दित तुल्याउनु भएको छ। तपाईँका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु। हे परमप्रभु, तपाईँका कार्यहरू कति महान छ। तपाईँका विचारहरू कति गम्भीर छ। विवेकहीन मानिसले यो जान्न सक्दैनन् र मूर्खले यो बुझ्न सक्दैनन्। यद्यपि दुष्टहरू घाँस जस्तै मौलाउँछन् र सबै दुष्टहरूको फलिफाप हुन्छ, तर तिनीहरू सधैँको निम्ति नष्ट पारिनेछ। तर तपाईँ हे परमप्रभु सदाको निम्ति उच्चमा विराजमान हुनुहुन्छ। किनकि हे परमप्रभु, तपाईँका शत्रुहरू अवश्य नष्ट हुनेछन्। तपाईँका शत्रुहरू निश्चय नै नष्ट हुनेछन्। सबै दुष्टाचारीहरू तितर-बितर हुनेछन्। तपाईँले मलाई जङ्गली साँढेको जत्तिकै शक्ति दिनुभएको छ। उत्तम तेलले मेरो अभिषेक भएको छ। मेरो आँखाले मेरो शत्रुहरूको हार भएको देखेका छन्। मेरा कानले मेरो दुष्ट शत्रुहरू लखेटिएका कुरा सुनेका छन्। धर्मी जाइ खजुरको बोट झै लहलह हुन्छन्। तिनीहरू लेबनानको देवदाहरू जस्तै बढ्छन्। तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्छन्। हाम्रा परमेश्वरका चोकहरूमा तिनीहरू मौलाउँछन्। बुढेसकालमा पनि तिनीहरू फलदायी हुन्छन् र तिनीहरू ताजा र हरिया रहन्छन् र घोषणा गर्छन्, परमप्रभु भला हुनुहुन्छ। उहाँ मेरो चट्टान हुनुहुन्छ र उहाँमा केही दुष्टता छैन। आमेन। यहाँ चाहिँ के भनेको रहेछ नानी? परमेश्वरको चाहिँ के गान अरे? स्तुति गान। यहाँ चाहिँ परमेश्वरको निम्ति यहाँ चाहिँ प्रशंसा गर्नुपर्ने हरेक कुरा चाहिँ यहाँ लेखिएको छ। अनि मैले सरस्वती पढ्न मात्रै चाहेँ, अब म उल्टा गर्दा यो लामो हुन्छ। अनि म चाहिँ यहाँ वचनलाई चाहिँ सरसर मात्रै पढ्दै यहीँ राख्छु। अनि अब फेरि हामीहरू अर्को वचन पनि पढ्नेछौँ भन्दै आजको लागि चाहिँ यो छोटो वचनलाई यहीँ राख्दै सबै सामु बिदा हुन चाहन्छु। हस्त, जय मसी, नमस्ते, बाई बाई।